व्हाट्सअप मेरो दाजुभाइ दिदीबहिनी वेलकम ब्याक माई न्यू भिडियो वेलकम ब्याक फेरि पनि स्वागत छ है तपाईँहरूलाई। अहिले चाहिँ म हिँडिरहेको छु होइन, कतै हिँडिरहेको छु भनेर सोच्नु भइरह होला। म चाहिँ माथि आफेनाकोमा आएको थिएँ, अब फेरि तलतिर दाइ दिदीकोमा गइरहेको छु होइन। मेरो यही चलिरहेको छ, तल माथि होइन, त्यही छ। पुरै जङ्गलको बाटो एक्लै हिँडिरहेको छ होइन, कता कल्दा घालडाङ पुल्टुङ ढुङ्गा छ होइन। अहिले हिजोको भ्लग हेर्नुभयो होला होइन, कस्तो लाग्यो। त्यस्तो राम्रो बनाउनु सकिएको छैन अहिले होइन, त्यही नै हेर्दैन होला। यो ढुङ्गाको बाटो हिँड्यो होइन, भ्लग बनाउन गाह्रो। नरिकन हिँड्नै नसक्ने अल्छिहाल्छ कि भनेर डर लाग्ने क्या। कता हो 4 बजी लागिसक्यो होइन। तल गएर फेरि आउनु छ होइन, भोलि केटी काठमाडौँ जानु छ घर। त्यसैले तलतिर दाइ दिदी भेटेर अनि होइन भाइ जा अब भन्नु पऱ्यो नि होइन, दाइ दिदीहरूलाई नि यतिको नभनेको त कसरी जानु, गएको है भन्नु त परिहाल्यो। भने त कहाँ जानु मिलेर दाइले पनि एकदमै हेल्प गरेको छ होइन मलाई म्याग्दा बनाउनुको लागि। दाइले नै हो अब होइन, यता आएपछि सब म्यानेज गरिदिने भनेको हाम्रो दाइले नै म्यानेज गरिदिनुहुन्छ। त्यो दाइले नै गर्दैन, यति छिटो नाकी त बनिहाल्यो मेरो होइन। तपाईँहरूलाई म तलतिर गएर भेटौँला है। तलतिर पनि आइसक्यो, त्यताबाट झरेर अहिले नै हिँड्दै नै छु होइन। तलतिर पुग्ने आधी घन्टा लाग्छ होइन, तल गएर फेरि आउनु छ। तल जाँदा आधी घन्टा, एकछिन बस्दा फेरि माथि आउँदा आधी घन्टा। रातै पो पर्ने पो भयो त हौ। लग्यो साथीहरू, लग्यो मलाई अब भुतले। सुनसान रात रोडमा एक्लै हिँडिरहेको छ होइन। अलिक पछाडिबाट गर्दै आयो भने त कता पुग्यो म होइन। हेर एक्लै हिँडेको छ। अहिले त केही छैन, उज्यालो छ होइन। अहिले आउने बेला रात पऱ्यो भने चाहिँ हालत खराब, मान्छे कहाँको मान्छे कहाँ पुग्छ थाहा हुन्न है। यो चाहिँ मेरो होइन यो गाउँको लास्ट भ्लग हुनेछ होइन। अब आजै हो म बस्ने भने, भोलि त अब केटिएम गइहाल्छु होइन। यो चाहिँ मेरो गाउँको लास्ट भ्लग हो होइन। घाम पनि अलिअलि लागिरहेको रहेछ। मलाई डेडिङ हल्लिरहेको होला होइन। यो बाटो नि यस्तो चाहिँ हिँड्ने बेला के गर्नु होइन, पुरै खराब छ बाटो चाहिँ। ठिकै छ यसरी भैँसी गोरु भएर बाटैभरि गोबर छ। पछाडिबाट कसले बोलाउँछ हौ जस्तो लाग्छ त हौ साथीहरू, के हो हेलो फेरि छोडेर आयो भने त आऊ कहाँ पुग्यो बाजे, कहाँ पुग्यो। कोही छैन क्या, फेरि सुनसान छ होइन पुरै रोडै। तल जाने आधी घन्टा लाग्छ, जाँदा त ओह्रालो जाँदा पो आधी घन्टा, त उकालो चढ्दा कति घन्टा लाग्ला। हाइट मऱ्यो पुरै सुनसान, पुरै रोडै सुनसान छ होइन। पछाडि कोही छैन, अगाडि पनि कोही छैन, दायाँ नि कोही छैन, बायाँ नि कोही छैन। एक्लै हिँडिरहेको छ होइन।
तपाईँले चाहिँ के सोच्नु भएर होला यो जाठा आफ्नो मात्रै अनुहार देखाइरहेछ अरू त्यही हल्का भ्यू देखाइरहेछ त्यति नै हो अरू कोही पनि देखाएको छैन भन्नुभयो होला होइन होइन यस्तो अब अरू हुने बेला मैले भ्लग गरेर आउँदैन नि त अनि एक्लै हुने बेला मात्रै भ्लग गरेर आउँछु त्यसैले ए यो त लजाउँदो रहेछ त्यही भएर भनेर सोच्नु भयो होला होइन त्यसो लजाउने कुरा चाहिँ होइन म त्यति भ्लग बनाएर आउँदैन मेरो बानी पनि छुटिसकेको थियो भ्लग कति 3-4 महिना मैले छोडिसकेको थिएँ भ्लग बनाउने होइन अब के भ्लग बनाउनु जस्तो लाग्ने के न भ्युज छ न सब्सक्राइबर छ न सपोर्ट छ के भ्लग बनाउनु जस्तो होइन अहिले म गाउँमा आएर मात्रै भ्लग बनाएर हो केटिएम गइसकेको चाहिँ कति हप्ता कति महिनामा भ्लग आइरहेको हुन्छ मन लाग्यो भने बनाउँछु म त अब यतै बनाउँदैन म त्यही हो मेरो होइन न सपोर्ट छ न भ्युज छ त के खान बनाउनु भ्लग जस्तो लाग्ने रहेछ र ठिकै छ अब अलिअलि होइन एउटा दुइटा भयो भने आइरहेको हुन्छ भनेर हुन्छ होइन एकचोटि तलतिर स्कुल साइडतिर पो आइपुग्नु लागिसक्यो होइन तपाईँलाई म एकैचोटि तल गएर भेट्छु